हेलो गाइज नमस्ते गुड मर्निङ सबैजनालाई वेलकम ब्याक टु द न्यू ब्लग्स र आजको भ्लग्स चाहिँ रहेको छ ग्याम्चेन गुम्बाको। सो यो चाहिँ बुढानीले कन्टेस्थित पर्ने रहेछ र हामी चाहिँ ललितपुरबाट जान लागेको। सो यहाँबाट जाँदाखेरि चाहिँ हामी साँझ यातायात चढेर जानुपर्ने रहेछ। सो हामी चाहिँ साँझ यातायात चढेर अगाडि बढ्दैछौँ र बिच बाटोमा के हुन्छ हजुरहरूलाई देखाउनु पर्ने छ। र अहिले हामी चाहिँ पुरानो घन्टा बस पार्कदेखि त्यहाँ झरेर चाहिँ हामी ट्याक्सी चढेर फेरि हामी उकालोतर्फ जाँदैछौँ। सो जाने क्रमको यो यात्रा चाहिँ एकदम कालो कालो रहेछ बाटो। सो एकदमै रमाइलो लागिरहेछ। सो तपाईँहरू सबैजना मेरो इन्जोय गरिदिनुहुन्छ र लाइक कमेन्ट सब्सक्राइब पनि गर्नु नभन्नु होला प्लिज। र अहिले चाहिँ हामी लगभग ग्याम्चेन गुम्बाको नजिकै पुगिसकेको छौँ। र यो चाहिँ ठ्याक्क यहाँबाट धेरै छैन, अब लगभग 2-3 मिनट जति लाग्छ होला। र हामी चाहिँ एकदम नजिक आइसकेको छौँ। यो हाइटमा आएर यहाँको हावापानी वातावरण यो चाहिँ एकदम राम्रो अनुभव भइरहेको छ। सो अलिकति सिटीमा अहिले पल्युसन्सले गर्दाखेरि हामीले श्वास प्रश्वास गर्न नि गाह्रो भइरहेको हुनाले गर्दाखेरि चाहिँ अहिले यो डाँडामा आएर जङ्गल हरियाली जङ्गलको बिचमा आएर होलिडेज मनाउन पाउँदाखेरि चाहिँ एकदम रमाइलो लागिरहेको छ। र तपाईँहरू सबैजनाले स्किप नगरिकन हेरिदिनु होला भिडियो फुल भ्लग्स सुरुदेखि अन्तिमसम्म। र माथि गएर नि के कस्तो हुन्छ तपाईँहरूलाई सबै देखाउने नै छौँ आफ्टर। सो प्लिज इन्जोय द भिडियो गाइज। हजुर यहाँबाट भित्र सिधा गएपछि ठ्याक्कै गेट आउँछ। ए हुन्छ। यहाँबाट माथिबाट छैन कि बाटो। ए यतैबाट जानु बाटो जाँदाखेरि छ तर माथिको गेट खोल्दैन। ए हस् हुन्छ। अहिले यहाँबाट छ कि। ए हुन्छ हुन्छ। एज वी आर इन फाइनली ग्याम्चेन गुम्बा। सो यो चाहिँ हो ग्याम्चेन गुम्बा र अहिले चाहिँ हामी ठ्याक्कै ग्याम्चेन गुम्बा पुगिसकेको छौँ। सो यहाँबाट चाहिँ पैदल यात्रा गरेर चाहिँ हामी माथि जानुपर्ने रहेछ। सो हामी चाहिँ अहिले अघि बढ्दैछौँ यसै गरी। र हाम्रो टिममा चाहिँ सबैजना हुनुहुन्छ यहाँनिर। ए कस्तो लाग्यो त मम्मी यहाँ तपाईँलाई?
के चाहिँ राम्रो लाग्यो यहाँको? अब माथि पुगेपछि झन् थाहा हुन्छ होइन? सब राम्रो छ। बाँकी चढ्न चाहिँ यति बाँकी रहेछ यार। दादा लेसको माथि जाउँ, माथि गएर चाहिँ नि हेर्नुपर्छ। आउनु 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 आउनु। यहाँबाट यस्तो देख्छ रहेछ सिटीहरू नि, सिटीले केही नदेख्ने रहेछ। पुरै हेलो गाइज, हेलो हेलो। कस्तो लागिरहेको थियो तिमीलाई नि आज यहाँ? कस्तो खालको रमाइलो फेरि? एक डेढ शब्दमा व्यक्त गर्नु पर्दाखेरि मन कस्तो लाग्यो होला चाहिँ यहाँ? सिटीमा बस्दा बस्दा किन ए कस्तो लाग्यो त सिटीमा बस्दा बस्दा? त्यहाँबाट पछि सिटी छोडेर यता आउँदाखेरि कस्तो अनुभूति भइरहेको छ? आनन्द भइरहेको होला होइन? अरू केही भन्न चाहनु हो? खुसी हुनुहुन्छ नि? खुसी हुनुहुन्छ नि? ठिक छ छोरी, कस्तो लाग्यो तिमीलाई? यस्तो धेरै पछि कहीँ बाहिर निस्किँदाखेरि हो कस्तो लाग्यो तिमीलाई चाहिँ? नि भर्खर बाहिरबाट आएको तिमी, नेपाल बिर्सिसकेको मान्छेलाई हो? ल ठिक छ। अब म आफूलाई कस्तो लाग्यो भन्नु त मिलेन होला। सो धेरै धेरै नै रमाइलो रहेछ यहाँनिर चाहिँ। हामी पनि सिटीमा बस्दा बस्दा वाक्कै भइरहेको थियौँ। सो धेरै पछि क्यामेरा समाएर ठिकै छ। अब मेरो तर्फबाट भन्नुपर्दाखेरि चाहिँ एकदम रमाइलो लाग्यो। सो अरूभन्दा पनि धेरै पछाडि अब जस्तो होलिडेज मनाउनलाई धेरै पछाडि आइयो बाहिर फिल्डमा। सो एकदम रमाइलो लाग्यो र यहाँको हावा लिँदाखेरि हावाको महसुस गर्दाखेरि झन् बेचर लागिरहेछ। र यहाँ आउनको लागि चाहिँ अब के कस्तो गर्नुपर्छ भन्ने कुराहरू तपाईँलाई मैले सुरुदेखि नै भनिरहेको हुन्छु र ल प्लिज इन्जोय द भिडियो गाइज। माथि चढ्छ भनेर यहाँ चाहिँ ढोका लगाइदिरहेको रहेछ भरिङमा। त्यो पनि हुनसक्छ, तर नि मान्छेहरू यत्तिकै चढेर गएर केही होला भनेर नि हुनसक्छ नि त। सो फोटो खिच नि, तिम्रो पनि खिचिदिन्छु म, किन हो? अनि हजुर टिकटकहरू पनि बनाऊ। हेलो किन काली भएको तिमी? तर तिमीलाई त्यहाँ उस गर्दा पनि मजा आउँदो रहेछ इन्टरभ्यू दिनलाई। हो राम्रो देखिरहेको छ। भन न कस्तो लाग्यो तिमीलाई आज? हेर नि त्यहाँ तिम्रो ज्याकेट खसिन्छ। कसको ज्याकेट खसिरहेको चाहिँ? हेर कुन चाहिँ बजाएको कि? हामी चाहिँ यसरी यहाँबाट चाहिँ हामी आउँदाखेरि चाहिँ हामी कारमा आयौँ। सो जाँदाखेरि चाहिँ हामी हिँड्दै नै जाने भन्ने कुरा भएर हामी सबैजना हिँड्दै नै झरिरहेको छौँ। सो इन्जोय गरियो मजाले होइन। र यहाँनिर चाहिँ फोहोरहरू फाल्न चाहिँ यहाँ मनाइ रहेछ। यहाँनिर डस्टबिनमा मात्रै हालिदिनु भनेर रहेछ, तर यहाँ चाहिँ पुरै बाहिरतिर फोहोर फालिरहेको रहेछ। सो
यसको लागि चाहिँ अब समितिमा हुने सबैजनाहरूले हेरिदिनु होला र यहाँ चाहिँ यहाँ सेवा नै धर्म हो भन्ने लेखेर ट्रीमा होइन सेवा नै धर्म हो तर अहिले धर्म गर्ने चलन चाहिँ छैन सो बचपन त गया जवानी भी गई नगर न मलाई डर लाग्छ नगर न तिमी हिँड न मलाई डर लाग्छ यस्तो ल गाउँहरूको बाटो यस्तै हिँडेर छि फर्स्ट भइदिउँ हामी फर्स्ट भयो तपाईँहरू भन्दा त तर हिँड्दै आएको होइन रहेछ नि बाटो त है खोइ गोजी भएर जानु अहिले बेलुका बाद पराउँदा हिँड्दै मजा आउने हो मम्मी यस्तै छ जङ्गलको फ्याउ 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 So today we are really good feel. आउँदाखेरि बिस्तारै हिँड्दै आयो भने पुग्ने रहेछ है ए मम्मीले गर्दा क्या आमाले झन् मलाई हिँडेर जाउँ भन्नुभएको थियो कसले आमाले हो र अनि तर छोरी मानेन नि त मैले हो र छोरी नमानेको अवस्थाले गर्दाखेरि आज होइन कस्तो लाग्यो तिमीलाई आज खुसी लागिरहेछ खुसी लागेको छ अरे अनि अनुहार चाहिँ लाग्यो नि स्माइल नै छैन यस्तो गरी क्या बेलुका हाल्दा हुन्छ नि त्यो भ्लग फेरि अलिकति अट्र्याक्टिभ हुनु पऱ्यो नि यत्तिकै हालेर हुन्छ नि मान्छेहरू कति नराम्रो कमेन्ट हुन्छ औ लगाइद हामी एकैचोटि तल पुगेर मात्रै अब फेरि अर्को तल पुगेर चाहिँ तलको देखाउँछ बुढाले देखाउँछ अहिलेलाई चाहिँ बस बस्छ है यसै गरी हामी चाहिँ बुढाले घन्ट स्थित मन्दिरमा चाहिँ हामी पुगिसकेको छौँ बुढाले मन्दिर त्यो कारणले गर्दाखेरि यहाँ चाहिँ पानी रहेछ पिउने पानी खानपान त होइन होला खाने पनि होइन खै म त आफ्नो खानामा किनिदिन्छु ल होइन यो चाहिँ मम्मी यो चाहिँ के कहाँ हो थाहा छ यो कहाँ हो थाहा पुरानो मन्दिर हो ल खारै चाहिँ चाल्यो त ओइ 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 यो चाहिँ प्रवेशद्वार रहेको छ बुढानी कण्ठाको हामी चाहिँ अहिले प्रवेश गरिरहेको छौँ
ब्यागहरू चाहिँ छोडिदिउँ क्या ब्याग राखेर छोरी यहीँ ल छोरी यहाँ बस्यो नि हुन्छ ब्याग यहाँ त्यसरी मात्रै समातेर छ तल छैन र यहाँ बस्छ आमा बस्छ हेर्नु नि हात म हेर्नु नि हातमै Oh my god. यो चाहिँ यहाँ ढोकेर आउँ न This is the out. यहाँ ढोकेर आउँ न हेर्नु नि भित्रबाट दाम न कस्तो खोलेर जान्छ पनि फेरि अस्ति बिहे भयो भने त एउटा बुबुलाई बचाएको है त्यहाँनिर ग्लचले लान्छ नि उता अड्केर बस्छ नि हो अनि के हो क्राउड सेवा गर्ने खालको क्राउड मन लाग्दा ल्याएर मामुले यहाँ पुरै क्राउडेड टु मच आज सटरडे भएर होला क्या ल खाने उता पर पाइहाल्दैन ओके नेक्स्ट त्यसो न 300 ए मैले खानु हुँदैन आइसक्रिम पिनाट दुधको अन्त हो यो चाहिँ हाम्रो खायौँ हामीले पैसा फिर्ताइसकेको छ मान्छे क्राउडेडहरू यस्तो भयो यस्तो क्राउड क्या है मान्छे त्यहाँभित्र आज केही होला क्या त्यही मान्छे यस्तो क्राउड आज सटरडे भित्रको त्यो द्वारहरू खोलेर नि त त्यस्तै छ चल्दैछ कम्पनी
बाटोको सबभन्दा ठुलो टेम्पल मन्दिर र हामी चाहिँ के गर्दैछौँ भने यहाँनिर चाहिँ एकदम फ्लोहरू देखाएको थियो कि भिडहरू सब कहाँ हिँडिरहेको रहेछ हामीले त्यहाँ जानको लागि चाहिँ अगाडि बढ्दैछौँ नेक्स्ट चाहिँ के हुन्छ अब अगाडि गएर चाहिँ मान्छेहरू बच्चाहरू के हो यहाँ होइन यहीँबाट त होइन Mira,